बिहे गर्ने हो इन्टर पछि अनि लिथे आयुर्वेदलाई त अगाडि बढाउनु पर्यो लाएर उड्ने प्लान गर्छु सर म आफै क्लिनिक खोलेर चलाउने So hello everyone, welcome back to my channel. I hope you all doing well. So धेरै पछि भिडियो बनाइरहेको छु है सो मात्र भन्न आउँछ मलाई चाहिँ सो आजको भिडियो चाहिँ अस्मिता हेर न सो आजको भिडियोमा चाहिँ हामी 26 ब्याचलाई चाहिँ को सबैलाई हैन सबै के मेम्बर के स्टुडेन्टहरुलाई चाहिँ बीएमएस पछि के प्लान छ सो इट विल इन्क्लुड बीएमएस को स्कोप पनि के हो भनेर पनि यही भिडियोमा नै आउँछ र उहाँहरुको प्लान के हो त भन्ने कुरा पनि यसैमा आउँछ सो वी विल बी डुइङ एउटा इन्टरभ्यु सेसन शर्ट सो त्यही हो है त ल सबसे पहिला चाहिँ हामी कोबाट सुरु गर्ने अस्मिताबाट ल रोजीको व्हाट्स योर प्लान आफ्टर बीएमएस मेरो चाहिँ अब 2 इयर्स को त बोर्डिङ भइहाल्छ त्यो बेलामा पनि अब एउटा फिक्स डिरेक्सन के गर्ने भन्ने त पाउँछ र अहिलेको सोचमा चाहिँ बोर्डिङ पछि पायो भने चाहिँ हामीले गर्ने आफूले सोचेको सब्जेक्टमा त्यो अब जुन खैरीमा चाहिँ गर्ने सोचेको छैन एउटा कायमा अर्को पञ्चकर्ममा यो दुईटामा केहीमा पायो भने एमडी गर्ने अनि मेरो भनेको चाहिँ पञ्चकर्मलाई अझै राम्रोसँग एक्सप्लोर गर्न चाहिँ मलाई मन छ अनि त्यो केरला पञ्चकर्म हुन्छ नि त्यतातिर चाहिँ मेरो अलिकति अनि अर्को भनेको चाहिँ क्लिनिकल प्र्याक्टिस नै हो आफ्नै क्लिनिक खोलेर चलाउने प्रज्वलको के प्लान छ त सो अब हाम्रो 4th इयर पुग्यौँ होइन हामी सो के छ तिम्रो दिमागमा एनी प्लान आफ्टर बीएमएस म चाहिँ पहिला 2 वर्ष बोर्डिङ सकाउँछु अनि त्यसरी 2 वर्ष बोर्डिङमा चाहिँ म बाहिर उड्ने प्लान गर्छु त्यसलाई मलाई यो आयुर्वेदमा चाहिँ एमडीहरू गर्न चाहिँ खासै इन्ट्रेस्ट छैन सकेसम्म चाहिँ यो कन्टिन्यू नै गर्न खोज्छु तर मेन चाहिँ अहिले मेरो थर्डमा चाहिँ एमपिएच भन्ने छ किनभने हामीले एमपिएच गर्न पाउँछौँ नि त बीएमएस पढिसके पछाडि अनि एमपिएच गरेर त्यो डिग्रीसँगै मैले यता चिकित्सा पनि गर्न पाउनु भयो अनि त्यो फिल्डको पनि नलेज पनि हुने भयो नि त त्यही भएर एमपिएच गर्ने सो एमपिएचको प्लान छ यस ओके सो थ्याङ्क यू सो मच सो रक्षा व्हाट्स योर प्लान आफ्टर बीएमएस मेरो प्लान चाहिँ त्यही अब 1 वर्षसम्म चाहिँ म एक्सपिरियन्सको लागि यही नै काम गर्छु होइन इन्टर्न पछि मेरो बोर्डिङ चाहिँ छैन अनि त्यसपछि अहिलेसम्मलाई चाहिँ आइ एम नट स्योर अहिलेसम्मलाई चाहिँ म बाहिर नै जान्छु होला कुनै सब्जेक्ट लिएर मास्टर्स गर्नलाई भनेर सोचिरहेको छु अब पछि चेन्ज भएर एमडी गर्न जानु पनि पाएर ल थ्याङ्क यू बोला न ल श्रेया व्हाट्स योर प्लान आफ्टर बीएमएस मेरो चाहिँ अब बोर्डिङ छैन नि त त्यसैले 1 इयर चाहिँ म प्र्याक्टिसै गर्छु होला त्यसपछि एमडी गर्ने सोचेको छु मेरो इन्ट्रेस्ट चाहिँ डर्माटोलोजीमा छ अब हेरौँ के हुन्छ अनि लिथे आयुर्वेदलाई त अगाडि बढाउनु पर्यो ल थ्याङ्क यू सो मच बेस्ट विशेष अनि हाम्रो के भन्छ म्यानिफेस्टिङ ग्रोथ ल अस्मिताको के प्लान छ त अब बीएमएस पछि अब मेरो बीएमएस सकिसकेपछि चाहिँ अब एज अ पेइङ स्टुडेन्ट चाहिँ मैले सुरुमै एमडी गर्न ट्राई गर्छु त्यसमा पनि के छ भने 1 इयर प्र्याक्टिस गरिसकेपछि बल्ल एमडी गर्ने चान्स रहेछ अनि त्यही भएर एमडी गर्न ट्राई गर्छु एमडी भएन भने लोकसेवाको पनि तयारी गर्न सोचेको छु इफ फर्दर मैले एमडी कम्प्लिट गर्न भ्याएँ भने मैले आफ्नै हस्पिटल खोल्ने पनि सोचेको छु ल थ्याङ्क यू सो मच बेस्ट अफ लक पुरा हुन्छ चाहिँ प्लान आफ्टर बीएमएस मेरो बीएमएस सकेपछि चाहिँ इन्टर्न गर्ने त्यसपछि बोर्डिङ गर्ने 2 वर्ष त्यसपछि चाहिँ एमडी गर्ने हो एमडी गाइनेमा मिलेछ भने गर्ने नत्र अरूमा खासै अनि त्यति हो बिहे गर्ने हो के प्लान छ आफ्टर बीएमएस मेरो प्लान त अब 2 वर्ष बोर्डिङमै भइहाल्यो अनि बोर्डिङमा चाहिँ मेरो अब के भने चाहिँ यतै काठमाडौँतिर होइन भयो भने चाहिँ रुरल प्लेसतिर पनि अलि एक्सप्लोर गरेर पनि भन्छ होइन अनि अहिले आफ्नै त्यहाँबाट आफ्नो प्र्याक्टिस पनि इन्क्रिज भएर आउँछ नि त होइन आफ्नो पोटेन्सी पनि त्यहीँबाट थाहा हुन्छ अनि पछि एमडीको पनि मेरो खासै त अहिले त्यस्तो सोचेको छैन अब बोर्डिङ गर्दा जाँदाखेरि चाहिँ के हुन्छ अनि मेरो पनि ऊ भनेको चाहिँ एउटा पञ्चकर्म अनि अझै प्रायः अरू सल्लाह पनि छ कि तिनवटामा छ अनि पछि मलाई चाहिँ त्यस्तो एउटा के हिलिङ सेन्टर टाइपको हुन्छ नि आफ्नै या क्लिनिक हुन्छ नि त्यस्तोहरू चाहिँ खोल्न मन छ अझै एउटा विस त मलाई हस्पिटल पनि खोल्न मन छ भइहाल्छ म्यानिफेस्टिङ थ्याङ्क यू व्हाट्स योर प्लान आफ्टर बीएमएस बीएमएस सकेपछि सुरुमा चाहिँ 2 वर्ष बोर्डिङ भइहाल्यो 2 वर्ष बोर्डिङ पनि मेरो चाहिँ सोच चाहिँ अलिक दुर्गममै मतलब
2 वर्ष नै दुर्गमतिर गर्ने जस्तो सोच्छ होइन अनि त्यसमा अब बोन्डिङ सकेपछि चाहिँ म चाहिँ लगभग पब्लिक सर्भिस कमिसन पिआरसीको चाहिँ लोकसेवाको तयारी गर्ने अथवा लोकसेवाको इक्जाम दिने यदि अब भइयो भने त भइहाल्यो नभए चाहिँ अब एमडीको लागि पनि सोचिरहेको छु मेन अब त्यति 2टा नहुँदासम्म चाहिँ अब एज अ त्यो क्लिनिकल प्र्याक्टिस क्लिनिकल एक्सपोजर चाहिँ जतिसक्दो धेरै अनि त्यो पनि दुर्गम अथवा अलिकति जो ठाउँ हुन्छ नि त्यो अब स्वास्थ्य नपुगेको जस्तो ठाउँमा त्यो ठाउँमा गएर चाहिँ एज अ त्यो नेचुरल मतलब गाउँमै गएर चाहिँ बुझा गर्ने चाहिँ मन छ। ल थ्याङ्क यू सो मच। ल अब हाम्रो 4th इयर भयो होइन अब दिस इज द फाइनल इयर सो त तिमीहरूको के छ त प्लान आफ्टर बिएमएस यसरी भन्दा हुन्छ है त। ल दीक्षा त्यही हो। ल एल्नाको एमडीहरू गर्ने केही प्लान समथिङ केही एमडी पनि गर्न सकिन्छ अथवा बिजनेस ओके चाहिँ बोर्डिङको पैसाले घुम्ने अनि त्यतिमा चाहिँ ल म चाहिँ बोर्डिङ सकाएर चाहिँ एमपिएस गर्छु होला अहिलेको प्लानमा केही चेन्ज पनि आउन सक्छ। ल सागरको के छ प्लान? मेरो प्लान अहिले सोचिहाल्दा छैन कुनै पनि यसो मेडिसिन रिलेटेड कम्पनी फार्मास्युटिकल कम्पनीतिर इन्गेज हुने जस्तो लागेको छ तर ओके बेस्ट विशेस। तिम्रो चाहिँ के प्लान छ त आफ्टर बिएमएस? मेरो प्लान चाहिँ अलिक धेरै एकदम टु मच छ यता त छरिएको छ तर मेन एउटा गोल भनेको चाहिँ त्यही क्लिनिकल प्र्याक्टिस हो। एउटा प्र्याक्टिस चाहिँ म रेगुलर नै गर्छु। 2 इयर बन्डिङ छँदैछ होइन अब यो फाइनल इयर सकिने बित्तिकै प्र्याक्टिस चाहिँ सुरु गर्ने मेरो प्लान हो। अनि बन्डिङ पछि चाहिँ मलाई चाहिँ देश इन्डियामै गएर चाहिँ एमडी चाहिँ गर्नु नै छ जसरी पनि होइन। सो त्यो चाहिँ मेन 2 to 3 इयर्ससम्मको प्लान त्यति नै हो। अब सँगसँगै अब हाम्रो नीति आयुर्वेद भर्खरै सुरु भएको छ सो त्यसलाई पनि कन्टिन्यू गर्ने। अनि एकदम टाढाको गोल भनेको चाहिँ एउटा हस्पिटल राम्रो हस्पिटल खोल्ने चाहिँ मेरो प्लान हो अहिलेको लागि। त्यहाँ चाहिँ अब एउटा योग सेन्टर पनि होस् अलिकति रिट्रिट सेन्टर पनि होस् हस्पिटल पनि होस् अनि एकदम त्यो चाहिँ एउटा मेरो सानो गोल त्यो चाहिँ अलिक टाढाको फ्युचरको गोल हो अरू चाहिँ त्यही नै हो। सो थ्याङ्क यू एभ्रिवान। अब आउटरो पनि यसमै गरिदिन्छु। थ्याङ्क यू एभ्रिवान फर वाचिङ। अब आई एम ट्राइङ अबबाट चाहिँ फेरि ब्याक टु युट्युब हुनको लागि र अर्को विक चाहिँ नेक्स्ट भिडियो लिएर चाहिँ आउने छु भन्ने चाहिँ आशा गर्नु सकेसम्म चाहिँ। ल थ्याङ्क यू एभ्रिवान। अनि लाइक सेयर सब्सक्राइब अनि तपाईँहरूले केही डाउट छ या केही छ भने चाहिँ यु क्यान कमेन्ट डाउन बिलो। बाई बाई बाई।